Dug in and Atai wants the single. This is going to be it. Is this it? Oh, he's going to go. Brilliant. Dependra Singh Economically just given away. 7 runs and that's an easy run out. नेपाल र युए बीच भइरहेको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 162 रन बनाउन सक्यो। जितको लागि युएलाई 163 रन बनाउनु पर्ने थियो, तर 16औं ओभरमा सोमपाल आफ्नो कोटाको दोस्रो ओभरको चौथो बल गरिरहेका थिए। ब्याट्सम्यानले त्यो बललाई चौका हान्ने प्रयास गरेका थिए, तर दिपेन्द्र सिंह ऐरीले कहाँ चौका जान दिन्थे र चौका जान लागेको बललाई झट्ट समातेर स्टाम्पलाई डाइरेक्ट हिट गरे र युए का प्लेयर रन आउट हुन पुगे। Where's it going to go? Brilliant. Dependra Singh सन्दीप लामेछाने आफ्नो कोटाको 5औं ओभर गरिरहेका थिए। स्ट्राइकमा थिए मोहम्मद रिजवान। उनी 44 रनमा खेलिरहेका थिए। केही बेरमै उनको हाफ सेन्चुरी पनि हुनेवाला थियो, तर दिपेन्द्र सिंह ऐरीले यहाँ पनि हाफ सेन्चुरी हुन दिएनन्। रिजवान क्रिजमा पुगि नै सकेका थिए, तर उनको ब्याट भने हावामा थियो। उनी आफ्नो शरीरलाई बचाउन खोज्दा रन आउट हुन पुगे। दर्शकबिनी त भए केही खतरनाक रन आउटहरू। अब कुरा गरौँ नेपाली खेलाडीहरूले गरेका फन्नी रन आउटहरूको बारेमा। नम्बर 3 68 रन बनाएको थियो। पपुवा न्युगिनी पनि त्यही रनलाई पछ्याइरहेको थियो। 16 ओभरसम्म 9 विकेट गइसकेको थियो पपुवा न्युगिनीको। 17औं ओभरमा सोमपाल कामी आफ्नो कोटाको तेस्रो ओभर गरिरहेका थिए। तेस्रो ओभरको दोस्रो बल गर्ने क्रममा नन स्ट्राइकमा भएका खेलाडी रन लिनुको लागि दगुरिसकेका थिए, तर त्यो बल भने किपरको हातमा जान्छ र रोहित सन्दीप पनि स्टाम्पमै आएर म गर्छु रन आउट भनेर बल खुसाखुस गर्छन्। अन्ततः सोमपाल कामीले रन आउट गरिदिन्छन्। dug in and Atai wants the single. This is going to be it. Is this it? Oh, who's going to run him out? One of them is Sompal Kami. He's going to take the stump with him. The umpire's finger, I think it's finally gone up. Wide is signalled, and I think that's going to be that. A rather ridiculous way to end it, but nobody's going to care. A calamitous run out between Kamea and Atai, and there's your champions.